आज हामी सोलुखुम्बुको राजनीतिमा एउटा निकै चाखलाग्दो व्यक्तित्व कल्पना राईको प्रोफाइलमा अलि गहिरिएर कुराकानी गर्दैछौँ। हो, हामीसँग उहाँको राजनीतिक यात्रा, उहाँको अनुभव र उम्मेदवारीबारे विश्लेषण गर्न मिल्ने केही स्रोतहरू छन्। आजको हाम्रो यो छलफलको उद्देश्य के हो भने कल्पना राई को हुनुहुन्छ, उहाँ कसरी यो ठाउँसम्म आइपुग्नुभयो र उहाँको उम्मेदवारीले सोलुखुम्बु र देशकै राजनीतिमा के अर्थ राख्छ भनेर बुझ्ने प्रयास गर्ने हो। ठ्याक्कै, यो केवल एकजना उम्मेद्वारको बायोडाटा मात्रै होइन। उहाँको कथालाई पछ्याउँदा हामीले स्थानीय तहको राजनीति कसरी चल्छ त्यो बुझ्न सक्छौँ। अनि एउटा उम्मेद्वारमा हुनुपर्ने योग्यताको परिभाषा कसरी बदल्दैछ र सबैभन्दा महत्त्वपूर्ण कुरा, नेपालमा महिलाहरूले प्रत्यक्ष चुनावमा प्रतिस्पर्धा गर्न कस्ता चुनौतीहरू सामना गर्छन् भन्ने जस्ता ठूला प्रश्नहरूको जवाब खोज्ने मौका पनि पाउँछौँ। त्यसो भए सुरु गरौँ उहाँको परिचयबाटै। कल्पना राई नेपाल कम्युनिस्ट पार्टी मतलब एमालेको तर्फबाट सोलुखुम्बु जिल्लाको प्रतिनिधि सभा सदस्य उम्मेद्वार हो। उहाँको जन्म 2045 सालमा सोताहुँ गाउँपालिकामा भएको रहेछ। तर यहाँ मेरो आँखामा परेको कुरा चाहिँ उहाँको शैक्षिक योग्यता हो। के रहेछ? शिक्षा शास्त्रमा स्नातकोत्तर मतलब एमएड अनि फेरि कानूनमा स्नातक पनि एलएलबी। वे, 2वटा डिग्री। हो, उहाँ त अधिवक्ता पनि हुनुहुँदो रहेछ। यो त मैले सोचेको थिएन। यो साँच्ची नै एउटा महत्त्वपूर्ण पक्ष हो। यसले नेपाली राजनीतिमा आइरहेको एउटा सूक्ष्म तर महत्त्वपूर्ण परिवर्तनलाई सङ्केत गर्छ। कस्तो परिवर्तन? पहिले राजनीतिक योग्यताको मापदण्ड के हुन्थ्यो? त्याग, बलिदान, कति वर्ष जेल बस्यो, होइन, कति आन्दोलन गर्यो भन्ने कुराले अर्थ राख्थ्यो। हो त। तर कल्पना राईको प्रोफाइलले के देखाउँछ भने अबको पुस्ताका मतदाताहरू डेलिभरी अर्थात् परिणाम खोजिरहेका छन्। उनीहरूलाई नेताले कति दुःख पायो भन्दा पनि उसले काम गर्न सक्छ कि सक्दैन भन्ने कुरामा बढी चासो छ। हो, उसको शैक्षिक र व्यावसायिक योग्यताले स्थानीय समस्या जस्तै बजेट व्यवस्थापन, कानूनी प्रक्रिया, विकास आयोजनाका जटिलताहरू यी सबै समाधान गर्न सक्छ कि सक्दैन भन्ने कुरामा बढी चासो छ। मतलब इमोसनल राजनीतिबाट अलि प्रोफेसनल राजनीतिमा एउटा शिफ्ट हुँदैछ भन्न खोज्नु भएको हो। एक किसिमले हो। कानूनको ज्ञान भएको व्यक्तिले नीति निर्माणमा खेल्न सक्ने भूमिका र शिक्षाशास्त्र पढेको व्यक्तिले शिक्षा क्षेत्रमा ल्याउन सक्ने सुधारको अपेक्षा मतदातामा बढ्दै गएको छ। यो एउटा सकारात्मक सङ्केत हो। अब उहाँको राजनीतिक यात्रातिर लागौं। स्रोतका अनुसार उहाँको यात्रा 2058 सालमा अनेरा स्वव्यूबाट सुरु भएको देखिन्छ। त्यो पनि विद्यालयको प्रारम्भिक कमिटी अध्यक्षबाट? हो, ठ्याक्कै। यो त धेरै नेताहरूको साझा कथा जस्तै भयो, होइन र? सुरुवात साझा भए पनि यात्राको गतिले धेरै कुरा बताउँछ। विद्यालय कमिटीबाट सुरु गर्नु सामान्य हो, तर त्यसपछिको उहाँको यात्रा हेर्नुहोस् त। 3 वर्षमै 2061 सालमा उहाँ अनेरा स्वव्यूको सोलुखुम्बु जिल्ला कमिटी सचिव बन्नुभयो। त्यसको 2 वर्षमै 2063 सालमा तत्कालीन माथिल्लो सगरमाथा अञ्चल कमिटीको सचिव। छिट्टै प्रगति गर्नुभएछ। हो, यो गतिले उहाँको महत्वाकांक्षा र सङ्गठन निर्माण गर्ने क्षमता दुवैलाई देखाउँछ। उहाँ एउटै तहमा धेरै समय अड्किनु भएन। अनि त्यसपछि त सिधै राष्ट्रिय राजनीतिमा प्रवेश। 2064 सालमा अनेरा स्वव्यूको केन्द्रीय कमिटी सदस्य। जिल्ला स्तरबाट एकैचोटि केन्द्रीय स्तरमा पुग्नु त पक्कै पनि ठूलो फड्को हुनुपर्छ। एकदमै। विद्यार्थी सङ्गठनको केन्द्रीय समिति भनेको मूल पार्टीको राष्ट्रिय राजनीतिको लागि एउटा महत्त्वपूर्ण प्रवेशद्वार हो। यहाँ तपाईँले देशैभरिका नेताहरूसँग सम्बन्ध बनाउनुहुन्छ, राष्ट्रिय मुद्दाहरूमा बहस गर्नुहुन्छ र आफ्नो पहिचान बनाउनुहुन्छ। यो अनुभवले उहाँलाई पछि पार्टीको मूलधारको राजनीतिमा स्थापित हुन निकै मद्दत गर्यो। हो, त्यसको प्रमाण तुरन्तै देखिन्छ नि। त्यसको 1 वर्षपछि 2065 सालदेखि नै उहाँ नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीको सदस्य बन्नुभयो। छिटै। र त्यसपछि त उहाँको भूमिका झन बलियो बन्दै गएको देखिन्छ। 2066 देखि 2080 सम्म, म्हणजे लगभग 14 वर्षसम्म निरन्तर जिल्ला कमिटी सचिवालय सदस्य। यो त लामो समय हो। र यो निरन्तरताले पार्टी सङ्गठनभित्र उहाँको बलियो पकड र विश्वसनीयतालाई देखाउँछ। राजनीतिमा पद पाउनु एउटा कुरा हो, तर त्यो पदमा लामो समय टिकिरहनु र प्रभावकारी भूमिका खेल्नु अर्कै कुरा हो। हो त नि।
सचिवालय सदस्यको रूपमा 14 वर्ष काम गर्नुको अर्थ हो जिल्लाको हरेक राजनीतिक निर्णय प्रक्रियामा उहाँ सामेल हुनुहुन्थ्यो। ए भनेपछि उहाँको उम्मेदवारी कुनै प्यारासुट ल्यान्डिङ होइन? होइन, बिल्कुल होइन। बरु सङ्गठनको तल्लो तहदेखि नै जरा गाडेर क्रमशः माथि आएको नेतृत्व हो। हाल उहाँ जिल्ला सचिव हुनुहुन्छ, जुन पार्टीको कार्यकारी पद हो। पार्टी सङ्गठनभित्रको अनुभव त प्रष्टै देखियो, तर उहाँको प्रोफाइलमा पार्टी बाहिरको राजकीय जिम्मेवारीको पनि लामै सूची रहेछ, जस्तै 2065 सालमा दुर्गम क्षेत्र विकास समितिको सदस्य। हो, र यो अनुभवलाई कम आँक्न मिल्दैन। किन? जस्तै बाटोघाटो, खानेपानी, सञ्चारलाई सरकारी प्रक्रियाभित्र रहेर नजिकबाट बुझ्ने अवसर पाउनुभयो। यो पार्टीको घोषणापत्र लेख्नुभन्दा धेरै फरक र व्यावहारिक अनुभव हो। त्यसपछि 2070 सालमा तत्कालीन सुकुम्बासी समस्या समाधान आयोगको सदस्य। यो त झन् संवेदनशील विषय भयो। पक्कै पनि यस्ता आयोगहरूमा काम गर्दा नीति निर्माण र त्यसको कार्यान्वयनमा आउने जटिलताहरूलाई गहिरोसँग बुझ्न मद्दत पुग्छ। भूमि व्यवस्थापन, सामाजिक न्याय र द्वन्द्व समाधान जस्ता विषयहरूमा उहाँले प्रत्यक्ष अनुभव हासिल गर्नुभयो। यी त्यस्ता विषय हुन् जो संसदमा नीति बनाउँदा निकै महत्त्वपूर्ण हुन्छन्। र सायद सबैभन्दा महत्त्वपूर्ण अनुभव 2074 सालको स्थानीय तह निर्वाचनमा सोलुदुधकुण्ड नगरपालिकाको उपप्रमुखमा निर्वाचित हुनुभयो। हो, यो चाहिँ टर्निङ पोइन्ट नै हो। यहाँनिर उहाँ पार्टीको कार्यकर्ताबाट जनताप्रति प्रत्यक्ष जवाबदेही जनप्रतिनिधि बन्नुभयो। ठ्याक्कै, यो उहाँको राजनीतिक यात्राको सबैभन्दा ठूलो कोसेढुङ्गा हो। उपप्रमुखको रूपमा 5 वर्ष काम गर्दा उहाँले शासन सञ्चालनको वास्तविक अनुभव लिनुभयो। बजेट कसरी बनाउने, योजना कसरी छनौट गर्ने, कर्मचारी तन्त्रसँग कसरी काम गर्ने, र सबैभन्दा महत्त्वपूर्ण जनताको दैनिक गुनासो र मागलाई कसरी सम्बोधन गर्ने। हो, ठ्याक्कै त्यही। त्यो व्यावहारिक ज्ञान हासिल गर्नुभयो। स्रोतले पनि स्थानीयहरूले उहाँको कार्यकाललाई सकारात्मक रूपमा लिएको उल्लेख गरेको छ। ए हो र? अब उहाँले राष्ट्रिय स्तरको पदका लागि दाबी गर्दा मलाई थाहा छ स्थानीय स्तरमा काम कसरी हुन्छ भनेर आत्मविश्वासका साथ भन्न सक्नुहुन्छ। उहाँको विद्यार्थी राजनीति, पार्टीको जिम्मेवारी अनि नगरपालिकाको उपप्रमुखसम्मको अनुभव, यो सबैलाई एक ठाउँमा राखेर हेर्दा आजको मितिमा उहाँको उम्मेदवारीले कस्तो चित्र प्रस्तुत गर्छ त? कस्तो देखिन्छ? 40 वर्ष मुनिको युवा, महिला, शिक्षित, अनुभवी। एमालेले उहाँलाई जनआधारित नेतृत्वको रूपमा प्रस्तुत गर्नु स्वाभाविकै देखिन्छ। हो, व्यक्तिगत रूपमा उहाँको प्रोफाइल निकै बलियो छ, तर अब यही बिन्दुमा आएर उहाँको व्यक्तिगत कथालाई देशको समग्र राजनीतिक प्रवृत्तिसँग जोडेर हेर्नुपर्ने हुन्छ र यहाँ केही असहज सत्यहरू देखा पर्छन्। जस्तै हाम्रो स्रोतले के भन्छ भने संविधानले प्रतिनिधि सभामा 33% महिला सहभागिता अनिवार्य गरेको छ, तर दलहरूले यो कोटा कसरी पूरा गर्छन् भन्ने कुरामा ठूलो समस्या छ। मतलब उनीहरूले समानुपातिक प्रणालीको प्रयोग गरेर यो कोटा पूरा गर्छन्, तर प्रत्यक्ष चुनावमा महिलालाई टिकट दिन हिचकिचाउँछन्, यही होइन त? ठ्याक्कै यही हो। जब मतदातालाई सिधै उम्मेद्वारलाई भोट हालेर जिताउने फर्स्ट पास्ट द पोस्ट प्रणालीको कुरा आउँछ, महिला उम्मेद्वारहरूको सङ्ख्या निराशाजनक रूपमा कम छ। कति कम छ? स्रोतको तथ्याङ्क हेरौँ न। नेपाली कङ्ग्रेसले जम्मा 11 जना महिलालाई मात्र प्रत्यक्षतर्फ उठाएको छ। कल्पना राईको आफ्नै पार्टी एमालेले 10 जनालाई मात्र टिकट दिएको छ। नेकपा माओवादी केन्द्रले 11 जना र राप्रपाले 10 जना। एकछिन है, तर यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीले 17 जना महिलालाई मैदानमा उतारेको देखिन्छ। यो त स्थापित दलहरूभन्दा निकै बढी भयो। हो, बढी भयो। यसले केही फरक सङ्केत गर्छ कि? पक्कै गर्छ। यसले के देखाउँछ भने नयाँ दलहरू सायद परम्परागत राजनीतिको सोचबाट केही हदसम्म मुक्त छन् र महिला नेतृत्वलाई अगाडि बढाउन बढी इच्छुक देखिन्छन्। तर यसले कल्पना राईको उम्मेदवारीलाई झन महत्त्वपूर्ण बनाउँछ। एमाले जस्तो प्रमुख र स्थापित पार्टीभित्र उहाँको उम्मेदवारी नियमभन्दा पनि एउटा अपवाद हो। तर दलहरूले सधैँ चुनाव जित्ने सम्भावनालाई मुख्य आधार मान्छौ भन्छन् नि, कि महिला उम्मेद्वारहरू साँच्चीकै नै पुरुषभन्दा कम विनेबल हुन्छन् कि यो केवल पार्टीभित्रको पितृसत्तात्मक सोच र टिकट वितरणमा हावी हुने गुटहरूको बहाना मात्र हो? तपाईँले एकदमै सही प्रश्न उठाउनुभयो। यो विनाबिलिटीको तर्क नै एउटा ठूलो भ्रम हो।
यो एउटा सेल्फ फुलफिलिङ प्रोफेसी जस्तै हो। कसरी? यदि तपाईँले कल्पना राई जस्ता बलियो प्रोफाइल भएका महिलाहरूलाई टिकटै दिनुहुन्न भने उनीहरूले चुनाव जितेर आफूलाई विनेबल प्रमाणित गर्ने मौका नै कहिले पाउँछन्? हो त। समस्या के हो भने टिकट वितरण गर्ने ठाउँमा बसेका अधिकांश पुरुष नेताहरूले महिलाले चुनाव जित्न सक्दैनन् भन्ने पूर्वधारणा राख्छन्। उनीहरू स्रोत साधन र चुनावी खर्चको कुरा उठाउँछन्, तर वास्तविकतामा यो महिला नेतृत्वलाई विश्वास नगर्ने संरचनागत समस्या हो। त्यसो भए कल्पना राईको उम्मेद्वारी सोलुखुम्बुको लागि मात्रै नभएर राष्ट्रिय स्तरमा एउटा परीक्षण जस्तै भयो। हो, एक हिसाबले हो। यदि उहाँ जस्तो शिक्षित, अनुभवी र लामो राजनीतिक पृष्ठभूमि भएकी महिलाले प्रत्यक्ष चुनाव जित्न सक्नुभयो भने यसले अन्य दलहरूलाई पनि भविष्यमा महिला उम्मेद्वारहरूलाई विश्वास गर्न एउटा बलियो नजिर स्थापित गर्न सक्छ। निसन्देह उहाँको जितले महिलाले चुनाव जित्न सक्दैनन् भन्ने भाष्यलाई कमजोर बनाउनेछ। तर यदि उहाँले हार्नुभयो भने पार्टीभित्रका तिनै पुराना शक्तिहरूले हेर्नुहोस् हामीले भनेकै थियौँ नि भनेर त्यसलाई नै महिलालाई टिकट नदिने अर्को कारण बनाउन सक्छन्। त्यसैले उहाँको काँधमा आफ्नो व्यक्तिगत राजनीतिक भविष्यको मात्र होइन, नेपाली राजनीतिमा महिलाको प्रत्यक्ष सहभागिताको भविष्यको पनि एउटा सांकेतिक बोझ छ। आजको यो छलफलबाट हामीले कल्पना राईको प्रोफाइललाई विभिन्न कोणबाट हेर्यौं। एक शिक्षित, कानूनी पृष्ठभूमि भएकी राजनीतिज्ञ जसको यात्रा विद्यार्थी सङ्गठनको सानो एकाइदेखि स्थानीय सरकारको नेतृत्वसम्म फैलिएको छ। उहाँको अनुभवको दायरा, शैक्षिक योग्यता र साङ्गठनिक पकडको संयोजनले उहाँलाई एक बलियो उम्मेद्वारको रूपमा प्रस्तुत गरेको छ। हो, उहाँको व्यक्तिगत यात्रा प्रेरणादायी छ। तर यो छलफलले हामीलाई एउटा गम्भीर प्रश्नमा सोच्न बाध्य बनाउँछ। त्यो के हो? महिला प्रतिनिधित्व सुनिश्चित गर्न संविधानमा कोटाको व्यवस्था त छ, तर जबसम्म प्रमुख राजनीतिक दलहरूको आन्तरिक संरचना र टिकट वितरण गर्ने प्रक्रिया नै लोकतान्त्रिक र समावेशी हुँदैन, तबसम्म केही अपवाद बाहेक महिलाहरूले प्रत्यक्ष निर्वाचनमा समान अवसर कहिले पाउलान्? यो त महत्त्वपूर्ण प्रश्न हो। कल्पना राई जस्ता व्यक्तित्वको यात्रा भविष्यको लागि एउटा मोडल बन्न सक्ला, वा उहाँ जस्ता उम्मेद्वारहरू सधैँभरि यस्तै उल्लेखनीय अपवाद मात्रै रहिरहनेछन्? यो प्रश्नमा सोच्नु जरुरी छ।